गाइज हामी आर्टी म्युजियममा आएको छौँ होइन। यो चाहिँ जुन एकदमै बवाल छ भनेर अब टिकटकमा देखिरहेको थियो। अब हेर्न आइरहेको छु। कति टाइम लाग्छ थाहा छैन। यहाँनिर आर्टी म्युजियम भनेर यो चाहिँ यहीँको नेचरले गर्दा है बनाएको यो। हे गाइस, आज चाहिँ म चाहिँ आर्टी म्युजियम आएको छु होइन। यो सुमा रहेको छ यो चाहिँ यहाँनिर चाहिँ लगभग एकजनाको 19,000 लाग्दो रहेछ हामी एडल्टहरूको चाहिँ होइन। अनि एडल्टहरूको 19,000 लाग्छ। अरू उमेरहरूको हुँदो रहेछ उमेरसम्म। म त्यो चाहिँ यहाँनिर अहिले भिडियोमा सानो उयो हालिदिन्छु, ओभरले गरिदिन्छु होइन। तपाईँहरू चाहिँ यहाँ आउनुपर्ने रहेछ। यस्तो चाहिँ वाउ, यहाँ चाहिँ सिसा छ त्यही भएर छोसिम गर भन्दै थियो क्या अघि। सिसा भएकोले चाहिँ एकदम छोसिम गर्नुपर्ने रहेछ। वाउ, ब्युटिफुल, इजन्ट इट ब्युटिफुल। वो एकदम बवाल छ यार यहाँ। अब हामी चाहिँ यो बिच सेक्सनतिर आएको छौँ। बिच सेक्सनमा चाहिँ यस्तो रहेछ है। यता भित्तामा चाहिँ सिसा छ है। अनि यहाँ भयो यस्तो चाहिँ यो चाहिँ भित्ता रहेछ होइन। अनि यहाँ भित्तामा चाहिँ यस्तो छ, यो चाहिँ लाइटिङ पुरा दिइरहेछ। यतापट्टि चाहिँ सिसा छ, यहाँनिर चाहिँ यस्तो छ गाइज, एकदम दामी छ। वाउ, एउटा हुन्छ नि अर्कै एउटा इमेजिनै गर्न नसक्ने हुन्छ। म आउँछु भनिरहेको थिएँ यहाँनिर होइन। तर यहाँ खासै चाहिँ केही छैन होइन। तर यो मान्छेहरू चाहिँ यही डिजाइनको लागि नै हेर्न आउँछ है। एकदम दामी छ। तपाईँहरू पनि आउनु होला गाइज। यहाँ त मैले 2-3वटा यहाँबाट पो राम्रो देखिँदो रहेछ त। वाउ, तपाईँहरू पनि आउन सक्नुहुन्छ है त यहाँ। एकदम यहाँ हेर्नु नै। वाउ, कडा यार। यहाँ आउने प्लान बनाइरहेको थियो, आउने भन्दा भन्दै यस्तै भयो। फाइनल्ली आइपुग्यो आज। अब हामी अर्को सेक्सनतिर जान्छौँ। यो पिङ्क ल्यागोन भन्ने सेक्सनमा जान्छौँ है। अब चाहिँ हामी पिङ्क ल्यागोनमा जाँदैछौँ। हेरौँ कस्तो छ होइन। अब तपाईँहरूलाई म देखाउन गइरहेको छु कस्तो छ यहाँ चाहिँ भन्ने। अब यहाँनिर चाहिँ यस्तो रहेछ है गाइज। हो भवाल रहेछ त यार यो पनि। वाउ, तर यो चाहिँ त्यो समुद्रभन्दा चाहिँ मलाई अलिकति ठिकै लाग्यो। यो चाहिँ ठिकै छ, त्यो चाहिँ बवालै हो गाइज। देखिहाल्नु भयो होइन। यो यहाँ हेर्न सक्नुहुन्छ पिङ्कको होइन। यो चाहिँ एकदमै लाइक अब यो चाहिँ कस्तो रहेछ भने यो चाहिँ स्वानहरू पनि रहेछ। यहाँ स्वान नै भन्छ होला, कोकोनट ट्री भयो होइन। अनि यहाँ हिँडेको देखिन्छ होइन। अहिले स्वानहरू आउँछ। अनि यो चाहिँ एज अ सीलाई नै उयो गर्न खोजेको रहेछ क्या। यसलाई चाहिँ सी लाइफ हुन्छ नि, हेर्न सक्नुहुन्छ। स्वानहरू आउँछ, माछा खाएको जस्तो गर्छ होइन। अनि यो समुद्रमा पाउने यिनीहरू यो घाँसहरू जस्तो लाग्यो है। यस्तो छ है। तपाईँहरू पनि आउनु होला क्या गाइज। यो त म चाहिँ एकदम इन्ट्रेस्टिङ लाग्दैछ है गाइज। इन्ट्रेस्टिङ हुँदैछ अझै पनि होइन। अब यता जान्छौँ हामी। यहाँ त अझै धेरै उयो छ अरे, के भन्छ, अझै धेरै ग्लासहरू पनि छ अरे। त्यही भएर छोसिम हुनु भनिरहेको छ है। यहाँनिर चाहिँ केटाकेटीको लागि रहेछ। यो चाहिँ सानो एक्वेरियम जस्तो, तर यो चाहिँ सब अब 3D लाइटले उयो गरेको छ। यता केटाकेटीहरूले खेल्दैछ। यहाँनिर सी लाइफहरू देखाइएको छ होइन। यता पनि केटाकेटीहरू यहाँ खेल्दैछ होइन। पेन्टिङ गरिरहेको रहेछ यहाँनिर।
यस्तो छ है। अब हामी स्टार हेर्न जान्छौँ है। लेट्स गो स्टार फर खाजा। Oh, what are this? Oh. Wow. This is heaven. Ainda recente. Wow. यो चाहिँ कागज है सोल्टिनी पर्छ। वाउ awesome no यहाँसम्म रहेछ ठुलो पो रहेछ त म त सानो जस्तो लागिरहेको थियो है ठुलो रहेछ वाउ गाइज यस्तो छ है यहाँ चाहिँ लो के भयो के हुन आँट्दैछ यहाँनिर एकदम मन परेको मलाई यो चाहिँ यो सुमा चाहिँ यस्तो छ यहाँनिर चाहिँ आउन तपाईहरुलाई अनुरोध गर्दछु यो चाहिँ जमुनामा बनेको झ्याप्पै गयो अब झ्याक यस्तो हुँदाखेरि चाहिँ यस्तो बवाल दिन्छ क्या वाउ यार माइन्ड ब्लोइङ अब हामी यहाँबाट चाहिँ निस्किन्छौँ है यहाँ के छ यता पनि रहेछ त के हो यता सक्यो क्या यता होला अब सानै रोमान्टिक थन्डर रे यो चाहिँ पिङ्क मुन अब हामी यहाँ पिङ्क मुनमा हेर्छौँ होइन फोटो खिच्ने हो सोल्टिने नखिच्ने राम्रो छ त यो त पिङ्क मुन यहाँ चाहिँ धेरै रहेछ हेर्ने ठाउँ चाहिँ गाइज अब हामी रोमान्टिक थन्डरतिर जान्छौँ होइन रोमान्टिक थन्डर कस्तो छ भने यस्तै छ यसको त कहाँ हुन्छ त गाइज म चाहिँ अहिले रोमान्टिक थन्डरमा छु है वो wow that's beautiful bro यहाँ चाहिँ चट्टान हानिरहेछ है थन्डर हानिरहेछ थन्डर स्टर्म Whoa, let's go. अब हामी यहाँबाट निस्किन्छौँ कता हो बाटो सब कालो कालो मात्रै छ यहाँ यता हामी कता जान्छौँ यता के छ यता गाइज गार्डन छ है यहाँ चाहिँ हो यो चाहिँ केटाकेटी जस्तो छ यहाँ माथिबाट हेर्ने ठाउँ रहेछ यो त सेम यो रहेछ त वाउ नाइस वान ए केबल कारहरू सबै छ यहाँनिर अनि चाहिँ फादाहरू भयो यो चाहिँ केबल कार भयो म्यारिन केबल कार ब्युटिफुल अहिले चाहिँ डेको भ्यू भयो अहिले चाहिँ नाइट भ्यू है गाइज वाउ दामी छ होइन त गाइज भ्यू छ नि कस्तो लाग्यो भ्यूहरू वाउ यहाँनिर फोटो खिचाइरहेको छ धेरैले एकदम बवाल लाग्यो मलाई चाहिँ
यो चाहिँ पुरानो डिजाइनको रहेछ है सब यहाँनिर ओल्ड उयो पुरानो देखाइरहेको छ पुरानो जमानाको हेरौँ नि यिनीहरू यस्तो हो वाउ द्याट इज ब्युटिफुल 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 फाइनली गाइज हिँडिसक्यो होइन अब हामी चाहिँ अर्को व्हेल हेर्न जान्छौँ है यो चाहिँ व्हेलको रहेछ व्हेल WHALE व्हेल तर अहिलेको पानी भन्दा चाहिँ यो चाहिँ खासै छैन जस्तो लाग्यो ठिकै छ यो चाहिँ त्यही छ पुरानो यस्तोहरू देखाइरहेछ त आर्टै होला यो त यार आर्टै होला यार यो त दामी छ नै होला सायद यो चाहिँ राम्रो रहेछ आर्टहरू ब्युटिफुल आर्ट फाइनली सबै हेरिसक्यो गाइज होइन यस्तो आएको आइछ यहाँनिर अब यो हेर्दै बस्यो भने त मरिन्छ यस्तो दामी दामी एज अ वाल उयो आर्टहरू छ होइन दामी दामी चाहिँ हेर्दा बस्दा त मजा टाइम हुँदाखेरि चाहिँ आउँदा हुने रहेछ अब हामी चाहिँ यहाँबाट एक्जिट गर्छौँ है त गाइज लेट्स गो क्याफे अरे यो चाहिँ क्याफे है गाइज 8 म्युजियमबाट निस्केपछि यहाँनिर यो चाहिँ गिफ्ट सपहरू रहेछ गिफ्ट टाइपको हुन्छ नि गिफ्ट भन्नाले यो आर्ट म्युजियम आर्टै सप रहेछ चाहिँ धेरैबाट यहाँ पर्फ्युमहरू छ है टावेलहरू म्युजियम आर्टै म्युजियम साउन्ड ट्र्याक रहेछ यहाँ ट्र्याक रहेछ है टोपीहरू ए पर्फ्युमहरू होइन अनि त्यहाँभित्र देखेको अघि मैले देखेको आर्टहरू पनि रहेछ कि यस्तो आर्टहरू सब देखाएको छ आर्टहरू यहाँनिर पनि छ दामी दामी रहेछ आर्टहरू सबै छ सब यहाँबाट तपाईँहरूलाई मनचाह आउनुभयो भने मनचाह पर्फ्युमहरू पर्फ्युम हो कस्तो मिठो बसाएको वाटर यहाँ चाहिँ दलेको है क्या पर्फ्युमहरू रहेछ यिनीहरू चाहिँ मलाई यो मन भयो ल्याभेन्डर है क्या फ्रेस वाटर बिच आएर यहाँनिर चाहिँ यो भयो यहाँनिर हालेको रहेछ अनि यहाँनिर ठिकै छ यस्तै हो गाइज अब यहाँनिर फोटोहरू छ है आर्टहरू तपाईँहरूले लिन सक्नुहुन्छ यो चाहिँ म्याग्नेट रहेछ यो 25,000 अल आर्ट रहेछ अनि यहाँ किरिङहरू छ है काटेर बधाई छ तिमीलाई
अनि यहाँ चाहिँ किरिङहरू रहेछ क्युट क्युट किरिङहरू रहेछ त्यो त्यहाँ जान खोजेको अहिले अहिलेसम्म जाने अरे नाइट भ्यू राम्रो आउँछ होला त्यहाँ यस्तो छ है गाई चाहिँ ल गाई जब हामी चाहिँ यो सपिङ गरेर हामी चाहिँ यहाँबाट अब एक्जिट गर्छौँ है तपाईँले त्यो किन यहाँबाट हामी एक्जिट गर्छौँ किन होइन एकछिन त किन त खुसी होइन अब यताबाट एक्जिट यता ल गाइज द्याट फर अल होइन आज हामी यहाँबाट चाहिँ अब एक्जिट हुँदैछौँ यहाँबाट एक्जिट गरौँ एकदम रमाइलो भयो आज तिमीलाई कस्तो लाग्यो एकदम रमाइलो कस्तो दामी के सबैजना आउनु होला है मलाई चाहिँ यो फर्स्ट टाइम चाहिँ होइन अरू ठाउँमा पनि गएको थिएँ तर अरूको भन्दा चाहिँ यहाँको चाहिँ मलाई एकदम राम्रो लाग्यो वाउ एउटा पर्फ्युम किने यो चाहिँ मेरो फेभरेट स्मेल भएको दामी लाग्यो मलाई पनि एकदम दामी छ यता हो इन्ट्रान्स चाहिँ हामी यता एक्जिट भयो यता हो इन्ट्रान्स चाहिँ